हेलो हेलो नमस्कार है नमस्कार सबैजनालाई। के छ खबर? के खाँदै हो त नि? कसको बिहे? भाइको भना भाइको बिहे पार्टी। मेरो त छोराको हो। मिठो छ? मिठो छ। आमाले नातिको काट भन्यो ल मैले नातिको खाइछु। ए ससुरा बा दुलैको ससुरा बा हो। बिहा भेट्न आइपुग्नु भयो। 25 गते बेलुकाको फ्लाइट थियो। 26 गते बिहा हो। 26 गते बिहा न 5 बजे टुप्लुक्कै हैन। टोपीले छेक्यो कि अलि। कस्तो छ खाना? हो नबोलिकन त के भिडियो बनाउने हो र? ए मम्मी मम्मीको फेभरेट माछा लिँदै हुनुहुन्छ। टुकुली कहाँ चाहिँदैन। नातिको बिहे हैन। नातिको आमा सासू सासू बुढी सासू यता कान्छी सासू यता। हामी फुपू दिदीहरू हैन। ठुली फुपू साइले फुपू यताबाट गर्नु पर्यो। कता गइन् कान्छी? म माइली यहाँ कान्छी यहाँ साइली फुपू। हामी दुइटाको चाहिँ शनिबार व्रत पर्यो। हामीले चाहिँ भित्र गएर चोखो गरेर खायौँ है। यहाँ छोरी चाहिँ ठुली फुपूकी छोरी। कता गयो नि पुन्टे? ओए ओए देवर सानो आमा के खाइक्यौ? के खाइक्यौ भनिदेऊ न। यता हेरेर भन न। यता हेरेर यता दिदीले नि खाना खाँदै हुनुहुन्छ। दिदी कस्तो छ खाना? मिठो छ है? मिठो छ है? भिनाजु कति बेला आउनुहुन्छ त? के आएर जानुभयो? ए नमिठो भएर सक्नु भएन। ताईको ह्याप्पी बर्थडे ल पार्टी पनि यही हो। ह्याप्पी बर्थडेको पार्टी आउँदो उता गइसक्यो उता उठी उठी ए भात लिन आएको अरे त। भाइले सबै यता दिदी हुनुहुन्छ। उता दिदी पनि यहीँ अट्न पर्ने के? भदा के अरे दाईको छोरा भदा होइन। भदाको बिहा पनि परेको। हाम्रो दाईको बर्थडे पनि हो आज। दाई ह्याप्पी बर्थडे मनाउनु भयो है? बर्थडे पार्टी हो। यी बहिनीहरूलाई पार्टी दिनुभयो। ठ्याक्कै परेको। दाईको बर्थडेमा त अहिले भाइको भदाको बिहा पर्यो। पोहोर बर्थडे फेरि गङ्गुको पर्यो होइन दाई? गङ्गुको परेको नि त पोहोरकोमा फेरि। मक्सिर त पर्ने तर गते नै पर्ने के दाई? पानी क्या छ पर्दैन। 26 गते भयो नि त। च्यान्टु तरकारी बिहान कान्छीले पकाएर राखेको थिइन्। चोखै त पकाइनु होला नि कान्छीले पकाउँदा। पानी खाएको र कति सानो छिटो खाऊ। नाच्न जानी हो? नाच्दिनौ?